काङ्ग्रेसका सभापति गगन थापाज्यूले रासपाको महाधिवेशन कार्यक्रममा बोल्नुभएको त्यो हरेक कुराहरू चाहिँ यथार्थ र अहिलेको समाजले बुझ्नुपर्ने कुरा छ। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौं। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौं। गगन थापा समाजले खोजेको र समाज परिवर्तन गर्न सक्ने होनार एउटा युवा नेता हुनुहुन्थ्यो। उहाँ विविध कारणवश चुक्नुभयो र उहाँले चाहिँ विगतका गल्तीहरूलाई वर्तमान समयमा आएर स्वीकारेर त्यो गल्तीलाई चाहिँ सुधार्नुपर्ने जसरी कुरा गर्नुभएको छ। यो कुरा नै सबभन्दा ठुलो कुरा हो, किनकि व्यक्तिहरूले आफूले गरेको गल्ती कहिले पनि स्वीकार्दैनन् र त्यो गल्ती चाहिँ सुधार्नै चाहँदैनन्। विगतमा आफूहरूले गरेको गल्तीलाई चाहिँ स्वीकारेर वर्तमान समयमा जसरी अब आफू सुध्रिने र आफ्नो पार्टीहरूलाई सुधार्ने जसरी कोसिस गरिराख्नु भएको छ, साँच्चै नै यो एउटा राम्रो पक्ष पनि हो। गल्ती सबैबाट हुन्छ, चाहे त्यो जानेर होस् या नजानेर, तर त्यो गल्तीहरूलाई चाहिँ वर्तमान समयमा आएर आफूले गरेका गल्तीहरूलाई स्वीकारेर भविष्यमा गएर चाहिँ त्यो गल्तीहरूलाई चाहिँ कसरी सुधार्दै जाने भन्ने कुरा नै सबैभन्दा ठुलो कुरा हो। र जसरी गगन थापाज्यूले चाहिँ आफ्नो पार्टीका हरेक नेताहरूले गरेको कुराहरूलाई पनि आफूले स्वीकार गर्दै जानु नहुने र आफ्नो पार्टीका नेताहरूलाई भगवान सरह मान्नु नहुने जसरी कुरा गरिराख्नु भएको छ, यो चाहिँ पुरानो पार्टीहरूका नेता तथा कार्यकर्ता वा समर्थकलाई मात्र लागू हुने कुरा होइन कि यो अहिलेका नयाँ पार्टीका समर्थक कार्यकर्ता तथा नेताहरूमाथि पनि लागू हुने कुरा हो। पुरानो पार्टीहरूमा पनि धेरै नै आशा लाग्दा व्यक्तिहरू छन् र धेरै नै परिवर्तन गर्न सक्ने र परिवर्तन गर्ने खालका व्यक्तिहरू छन्। ती व्यक्तिहरूले चाहिँ समयले खोजेअनुसार आफूलाई परिवर्तन गर्दै र एउटा नयाँ सोच राख्दै अघि बढ्न सकेमा चाहिँ जसरी गुमाएको लोकप्रियता छ त्यो लोकप्रियताहरू चाहिँ फेरि उनीहरूले हासिल गर्दै जानेछन्। आखिरमा पुराना राजनीतिक सङ्गठन वा पुराना राजनीतिक दलहरू पनि देश बनाउने भनेरै राजनीतिमा प्रवेश गरेका सङ्गठन तयार गरेर तर विविध कारणवश उनीहरू चुकिएर आफूले गरेका गल्तीहरूलाई चाहिँ उनीहरूले स्वीकार्न सकेनन्। त्यसैले आफूले गरेका गल्तीहरूलाई स्वीकार्दै सुधार्दै जाने हो भने र देश बनाउनका लागि एकजुट भएर अघि बढ्ने हो भने यहाँ राजनीतिक दलबीच नै प्रतिस्पर्धा वा व्यक्तिबीच नै प्रतिस्पर्धा होइन कि यहाँ देश चाहिँ कसले राम्रो बनाउँछ भन्ने प्रतिस्पर्धातर्फ लाग्दाखेरि चाहिँ अझै धेरै राम्रो हुन्थ्यो होला। र जसरी गगन थापाले भन्नुभएको छ, आफ्नो पार्टी आफूले समर्थन गरेको पार्टी तथा सङ्गठनहरूले हरेक कामहरूलाई चाहिँ राम्रो मात्रै भन्ने होइन कि उनीहरूले त्यो पार्टीभित्र गरेका नराम्रा काम तथा त्रुटिहरूलाई पनि खबरदारी गर्ने गरौँ र त्यो भित्र भएका राम्रा कामहरूलाई समर्थन पनि गर्ने गरौँ र मात्रै पार्टी अझै धेरै राम्रो बन्न सक्छ र अझै धेरै मजबुत पनि बन्छ। पार्टीभित्र गरेको हरेक कामहरूलाई र तथा उनीहरूले गरेको हरेक गल्तीहरूलाई राम्रो सोच्दै जाने हो भने र उनीहरूले गरेको हरेक गल्तीहरूलाई चाहिँ ढाकछोप गर्दै उनीहरूले नै समर्थन गर्दै जाने हो भने अहिले उदाएका नयाँ पार्टीहरू पनि पुरानै पार्टीको हालतमा नपुग्ला भन्न सकिँदैन। त्यसैले अहिले उदाएका नयाँ पार्टीहरू पनि पुरानै पार्टीको हालतमा नपुगोस् भन्नको लागि चाहिँ त्यो भित्र भएका नराम्रा कामहरू र त्यो भित्र भएका गल्ती तथा त्रुटिहरूलाई पनि हामीले खबरदारी गर्ने गरौँ।